औँला जोडेर बिन्ती गर्छु, प्लिज 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 सब्सक्राइब गरिदिनु होला। म एकदमै आभारी छु तपाईँको होइन ऋण, तपाईँहरूको चाहिँ ऋण तिर्न सकौँला, तपाईँहरूको गुण तिर्न सक्दिनँ। एकदम 10 औँला जोडी बिन्ती गरेको छु, प्लिज प्लिज गएर भिडियो पनि हेरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, सबैभन्दा ठुलो कुरो सब्सक्राइब गरिदिनु होला। नमस्ते एभ्रिवान, वेलकम टु माई ब्लग। आज अस्ति हामीले राति गरेको सुट, जुन किसिमको हामीले चाहिँ एउटा रमजान स्पेसल्ली भ्लग बनाएका थियौँ, त्यो भ्लगलाई अत्याधिक मात्रामा सबैजनाले रुचाइदिनु भएको भएर फेरि पनि आज हामी रातिको भ्लग गर्न गइरहेका छौँ। यो फाउन्टेनमा यो अस्ति नै पनि यसलाई हामीले चाहिँ कभरेज गर्नुपर्छ भन्ने भएको थियो। त्यो दिन टाइम अभावको कारणले गर्दा हामीले फाउन्टेनमा सुट गर्न सकेनौँ। फेरि आज तपाईँहरूकै चाहना अनुसार तपाईँहरूले भनेको ठाउँमा आज हामी चाहिँ भ्लगिङ गर्न गइरहेको छौँ। जो जति साथीहरूले हाम्रो यो च्यानललाई लाइक गर्नुभएको छ, सेयर गर्नुभएको छ, सब्सक्राइब गर्नुभएको छ, उहाँलाई हृदयदेखिबाट धन्यवाद दिँदै मलाई आज क्यामेरामा साथ दिनुभएको छ। ल, मेरो च्यानलमा मैले पनि मेरो भान्जालाई वेलकम गर्न चाहेँ। वेलकम भन्छ मेरो च्यानलमा तपाईँलाई, वेलकम टु माई ब्लग। थ्याङ्क यू मामा, धेरै धेरै तपाईँलाई धेरै धेरै धन्यवाद। आज पनि फेरि नाइट घुम्ने मौका मिल्यो। रातिको भ्लग बनाउनलाई फेरि हजुरलाई सहयोग गर्नलाई म सौभाग्य भएँ, अब के अरे पाएँ। त्यसैले आज फेरि हामी मामा भान्जा यो रातको थ्याङ्क यू भान्जा। म त अब यस्तो भयो कि भान्जा बिना म भ्लगै बनाउन नसक्ने स्थिति यहाँ भइसक्यो कि बिना भान्जा होइन, भान्जालाई नलिकन भान्जा बिना त मेरो भ्लग बन्ला जस्तै नहुने भइसक्यो। र आज यो अब रमजान छ, रमजानको टाइम छ। अब 1 महिना आज लगभग कति दिन पुग्यो? अब लगभग 10 दिन बाँकी, 10-12 दिन बाँकी छ। र 30 मा 29 को चाँद हेरिसकेपछि 29 को चाँद पछि कस्तो चाँद लाग्छ, चाँद खुल्यो भने उनीहरूको चाहिँ यो इफ्तार सुरु गरेर इफ्तार गरेर यिनीहरूले चाहिँ रमजान टुङ्ग्याउँछन् र ईद चाहिँ सेलिब्रेट गर्छन्। यदि चाँद देखिएन भने फेरि चाहिँ त्यो हुँदैन फेरि होइन। यिनीहरूले चाहिँ चाँदको चाहिँ प्रतीक्षा गरे हुन्छ, एकदम माथिको चाँद हेर्छन् क्या, फेरि कन्टिन्युस भन्दा पनि अब अर्को दिन चाहिँ हुन्छ यिनीहरूले चाँदलाई हेर्छन् होइन। 30 तारिक मेबी जहाँसम्म लाग्छ आकाशमा बादल लागेन, चाँद गतिले देखिन भने चाहिँ त्यो हुन्छ। र यो आज हामी यो पार्कमा सबै यो फ्यामिली पार्क हो, सबैजना ग्यादरिङ भएको छन्, सबैजना आउने, यहाँ खाने, बस्ने होइन, रमाइलो गर्ने, बच्चा बच्ची खेल्ने, त्यस्तो चाहिँ गर्छन्। र यिनीहरू चाहिँ अब यहाँ चाहिँ नेपालमा चाहिँ राति भएको छ, यहाँ चाहिँ गुड मर्निङ भएको छ के अरे होइन। सबैजना चाहिँ अब त्यसरी नै हिँड्ने हो यहाँ। त्यो छ। अब हेर्नुहोस्, अब यहाँ धेरै कुराहरू व्यवस्थित गराएको छ, धेरै कुराहरू चाहिँ त्यो बनाउँछ ल। हेर्नुहोस् यहाँ टक्क बस्ने व्यवस्थाहरू, खाने व्यवस्थाहरू, सबै कुराहरू चाहिँ यहाँ हुन्छ। हेर्नुहोस् यहाँ यो तरिकाले टक्क यहाँ ल एकछिन हामी अब यहाँ बस्छौँ, एकछिन मामा भान्जा भालाकुसारी गर्छौँ। लाउनु झोला त्यतै राख्नु। तर अब यो लोक लाग्दो मौसम है भान्जा, यो त यो के अरे हाम्रो यो खाडी मुलुक भनौँ न, हामीले चाहिँ खाडी भन्छौँ। खाडी मुलुक क्यामेरामा हेर्दा टक्क खाडी मुलुकमा चाहिँ के छ भने यो विन्टर सिजन हो नि त, अलिक चर्को अलिक भित्रैबाट विन्टर सिजन हो नि त। यो विन्टर सिजनमा यिनीहरू यस्तो हाम्रा दसैँ तिहार लाए जस्तो त्यस्तो खुसी नहुन्छ क्या। किनकि यहाँ गर्मी सिजन त अब सबैलाई थाहा छ, गर्मी सिजनमा मान्छेले मनै पाउँदैन, बाहिर निक्लिनै सकिँदैन। सबै कुराहरू चाहिँ अब कुनै कुराहरू सजिलो हुँदै भनेको त के अरे गर्मीमा धेरै असर हुन्छ। त्यतिखेर हामी यहाँ बस्नै सक्दैन गर्मीमा, एकदम पसिना भन्छ, अकस कस्तो एकदमै अलस्स भइन्छ क्या। यिनीहरूको धेरै कुराहरू होइन, अब धार्मिक पक्ष भन्दा पनि व्यवहारिकै कुरा गर्नु छ भने नि, जुन यिनीहरूले 1 महिनाको फास्टिङ राख्छन् नि त, यो धनीले पनि गर्छ, गरिबले पनि गर्छ भनेपछि उनीहरूलाई 1 महिना पीडा कस्तो हुँदो रहेछ त, होइन पीडा कस्तो हुँदो रहेछ त भन्ने कुरो रियलाइज चाहिँ हुन्छ कि सबैलाई रियलाइज हुन्छ कि। एकदम दामी लाग्छ कि मलाई होइन। अनि त्यसपछि यिनीहरूले यो बेला
एकदमै ठुलो सहयोग गर्ने सपोर्ट गर्ने त्यो बेलामा चाहिँ सबैलाई दान गर्ने भन्ने कुराहरू दान दिने खाना बाँड्ने पैसा बाँड्ने होइन सबैलाई चाहिँ ह्याप्पी बनाउने यिनीहरूको चाहिँ यो चाहिँ त्यो चाहिँ दामी लाग्छ मलाई यिनीहरूको यो कल्चरमा भएको भन्दा त्यो 1 महिना गरिब त त्यसै गरिब भइहाल्यो होइन उसले चाहिँ त्यो पीडा त थाहा छ धनी पनि गरिब बने जस्तै हो कि कस्तो हुँदो रहेछ त एकसाथ खाँदा त्यो दुःख गर्दाखेरि कस्तो हुँदो रहेछ त भनेर त त्यो फिल गर्ने भयो नि त होइन उसले त्यो फिल गरिसकेपछि ओ यस्तो पो गाह्रो हुँदो रहेछ भनेको उसले फिल गर्न पायो नि त उसले दुःख पनि फिल गर्न पायो सुख पनि फिल गर्न पायो आई थिङ्क नेपालमा धेरै सुखी मान्छेहरूले धनी मान्छेहरूले दुःखको फिल गरेका छैनन् र त उनीहरूलाई थाहा छैन कि दुःख भनेको के हो होइन त्यसैले त यति पछि परेको छ नि त होइन उसलाई केही फिलै थाहा छैन कि केही थाहै छैन होइन अघि नै भन्छ भन्नु त्यही त धेरै डिफ्रेन्स छ किनकि एउटा नेपालमा धनी मान्छेको एटिट्युड र यहाँको धनी मान्छेको एटिट्युड हेर्नु कति फरक छ कति फरक सही हो एकदम यो सामान्य लेभलबाट आएर धनी बनेको जस्तो व्यवहार गर्छ क्या उनीहरूले यहाँको मान्छेहरूले चाहिँ त्यस्तो छ उनीहरूमा चाहिँ सहयोग भावना छ आफूसँग भएर उनीहरूले सक्दो पैसा मान्दैन नि नेपालमा जस्तो होइन यस्तो हो भन्छ मनी इज नथिङ पनि होइन होइन मनी इज नथिङ पनि होइन मनी इज एभ्रिथिङ पनि होइन क्या एभ्रिथिङ पनि होइन तर हाम्रो नेपालमा मनी इज एभ्रिथिङ भन्ने चाहिँ सोच हुन्छ कि होइन मनी इज नथिङ पनि होइन होइन मनी एकदम साधन हो साध्य चाहिँ होइन कि पैसा भन्ने कुरा तर अहिले हामी अधिकांश मानवहरू भनौँ न अधिकांश मानवहरू पैसाकै पछि लागेका छ होइन पैसा फेरि मैले त्यस्तो भन्नु पनि खोजेको छैन पैसा एभ्रिथिङ होइन भनेको छु होइन नथिङ चाहिँ भनेको छैन मैले पैसा होइन फेरि यही क्लिप्सलाई साथीभाइले गर्न सक्नु होला होइन पैसा सबै थोक चाहिँ होइन पैसा चाहिँ अपरिहार्य चाहिँ हो होइन पैसा चाहिँ साध्य होइन पैसा चाहिँ साधन हो मेरो चाहिँ आमा बिरामी हुँदा मेरो बाबा बिरामी हुँदा मेरो श्रीमती बिरामी हुँदा मैले हस्पिटलको डक्टरलाई फिस तिर्न सक्दिनँ त्यो बेलामा चाहिँ मनी इज नथिङ भन्न चाहिँ भएन होइन मनी इज एभ्रिथिङ पनि होइन त्यसको लागि चाहिँ हो तर सबै थोक पैसै भयो भने सबै थोक हुन्छ भन्ने कुरा चाहिँ हुँदैन यो प्रसङ्ग कसरी आयो भन्दा त यहाँको यिनीहरूको रमजानको लगभग चाहिँ 1 महिनाको फास्टिङले यिनी कुराहरू चाहिँ सिकाउँछ कि मान्छेलाई होइन ती कुराहरू चाहिँ सिकाउँछ होइन त्यस कारण उनीहरूले के भन्छ नि त हामीले चाहिँ भन्छौँ ल आखिर त जति धनी भए पनि त जति सुकेको घर भयो भने तँलाई भैँचालोले त भैँमै लिएर आयो त होइन गरिब र धनीलाई चाहिँ बाटोमै लिएर आयो त होइन सम्पत्ति आखिर के रहेछ त भन्ने कुरा त त्यो बेला नि त होइन जगजारै भएको विषय त थियो त के अरे होइन मान्छेलाई होइन अन्त ती कुरा हुन्छ ओके आज हामी पर्टिकुलरली भन्जारामा यो अबुधाबीमा स्पेसल्ली अब रातिको पार्किङ हुँदै विभिन्न ठाउँमा हाम्रो चाहिँ फेरि मनका गन्ठौलाहरू मनका भावनाहरूलाई पोख्दै ती कुराहरू हजुरहरूसँग नि सेयरिङ गर्दै ती कुराहरू तपाईँहरू पनि हाम्रो साथमा हुनुहुन्छ तपाईँहरूलाई साँची राख्दै ती कुराहरू गर्दै चाहिँ हिँडौँ जाउँ यो होइन यो कुराहरू तपाईँलाई देखाउँदै प्रत्येक दिन प्रत्येक ठाउँमा प्रत्येक कुराहरू चाहिँ हामीले चाहिँ देखाउने यो मेरो भ्लगबाट मेरो जो चाहना त्यो हो अब यहाँ त यस्ता सुरुङ त हेर्नुहोस् कति हो फेरि माथिबाट बाटो माथिबाट गाडी तलबाट फेरि मान्छेको सुरुङ होइन यहाँको संरचनाहरू त बनाछ संरचनाहरू बबाल बनाछ यहाँ अनि होइन अब हामीले अलिकति फोकस पनि रातिलाई किन गरेका छौँ भने दिउँसो एकदमै गर्मी लगभग बढाएको छ कि दिउँसोको भ्लग बनाउनु त्यत्तिकै गाह्रो हुने स्थिति चाहिँ भइसकेको छ अनि त्यस कारणले हामीले प्रायः चाहिँ रातिमै बनाउँछ फेरि रमाइलो पनि यहाँ रातिकै भ्लग चाहिँ मजा आउँछ कि यहाँको चाहिँ भ्लगहरू गरेको रातिकै मजा आउँछ अब महल गगनचुम्बी महलहरू यहाँको अब के झिलेर मिली त्यो त सामान्य भयो कि अनि त होइन यहाँका महलहरू त सामान्य भयो झिलिमिली भयो र आई होप हामीले आज यहाँ एउटा एकदमै भाइरल अथवा कहाँ छ एकपल्ट देखेको चाहिँ हो होइन भनेर पत्ता लगाउनु अब हामी त्यसको खोजीमा अब भाइरल पुल भन्नु भएको छ सबैजनाले हजुर त्यहाँ हो भने अबुधाबी हो भने एकचोटि भाइरल पुलको पनि भिडियो चाहिँ बनाउनु पर्यो एक दिन भाइरल पुलको चाहिँ भ्लग बनाउनु पर्ने हुन्छ भाइरल पुलमा त अब हामी जाँदैछौँ
अब भाइरल पुलमा त्यो लाइटै लाइट भएको पुल चाहिँ होइन त लाइट लाइट भएको त्यो पानी बिनाको होइन पुल पानी भएको पानी पनि छ छैन पोखरी हो पोखरी छ तल पोखरी छ तल पोखरी ल अस्ति हामी जुन ओभरब्रिज तल कटेर आएको थियौँ नि त्योभन्दा पारी ट्याक्कै यहाँ पारी पोखरी छ तल बुझे ल मलाई पुल छ त्यही हो मलाई थाहा भयो ल तपाईँलाई थाहा भयो नि धेरै पहिला एउटा थाहा भएको कुरा त्यो त बेसरी थाहा भयो त्यो हो नि त पुरै थाहा भयो नि भन्छ त्यो चाहिँ त त्यही त हो भाइरल पुल भने ल यो संसार यता विचित्र यो विचित्र रातिमा चाहिँ फेरि राति खिचेपछि यो संसार यो विचित्र नि खिच्नै पर्यो होइन त ल ल ल हेर आउँछ लाइट बन्द भन्छ ल के छ के ल यहाँको एक दुई शब्द ल जाओस् त हजुरको टक्क ल जाओस् त अब हाम्रो गन्तव्य भनेको चाहिँ आज भाइरल पुल जाने नाइट हामी जान्छ दिनमा पहिला पनि गएको छौँ जानु चाहिँ होइन तर एक्ज्याक्टली आज राति नै जाने भनेर भाइरल पुल जाने भनेर नै हामी चाहिँ खासमा चाहिँ हामी रुमबाट निस्किया हो र हामी चाहिँ हिँड्दैछौँ अब टाढा छ अलिकति धेरै टाढा छ अलिकति सङ्घर्ष चाहिँ गर्नुपर्ने हुन्छ तर हामी जसरी भए नि पुग्छौँ आज भाइरल पुल चाहिँ हाम्रो हाम्रो सङ्घर्ष जारी छ अब यो हाम्रो सङ्घर्ष भनेको हिँड्ने हेर्नुहोस् हिँडेर बोल्ने नि हाम्रो सङ्घर्ष हो हेर्नुहोस् त्यहाँ त अरू सङ्घर्षलाई त्यसलाई खासै ठुलो हाम्रो सङ्घर्ष छ भन्नु भएन हिँड्दै गरेर छ लहर हिँडेको छ सङ्घर्ष भन्छ हाम्रो आफ्नो सङ्घर्ष कस्तो चाहिँ काटेर आएको आफूले भनेर त्यो भन्नु होला फेरि होइन त्यो चाहिँ के ल यहाँ रातिमा जाहेर छ मान्छे फुटबल खेला जाँदैछ केटीहरू खेलेकै छन् होइन भलिबल चाहिँ खेलेकै छन् साथीहरू कसैले त्यो मजाले चाहिँ रातिको ल यहाँ होइन अब हामी यो हेर्नु पिपलहरू छ हेर्नु त भान्जा टक्कै छ क्या यहाँ पिपल नेपालमा भएको पिपल जति माछा छ नि हेर्नु यहाँ पुरै पिपल छ वारिपारि पिपल लगाएर छ है पिपल हो नि सबभन्दा बढी अक्सिजन तपाईँले चाहिँ फ्लो गर्ने चाहिँ वृक्ष हो नि त त्यही अब यहाँ पिपल त यस्तो संरक्षण यति धेरै छ पिपलको संरक्षण गरेर छ अरे कुरा गरेर हामी रातिमा यो पार्कको भित्री पार्कमा हिँड्ने तपाईँहरूलाई चाहिँ भनेको लाइटिङ अलिकति पुगेको छैन थाहा छैन लाइटिङ चाहिँ अलिकति कम भएको छ होला र हामी भित्रपट्टि पार्कको भित्रपट्टि चाहिँ छौँ अहिले हामी चाहिँ भित्रपट्टि तपाईँहरूलाई चाहिँ भ्लगिङ गरिराखेका छौँ अब हाम्रो यात्रा जारी छ यात्रा चाहिँ बेसरी जारी छ त्यहाँ पुच्चापुच्ची हाँसिरहेछन् हामीलाई हेरेर मन पराएर होला के भएर हो थाहा भयो होइन तर केटीहरू चाहिँ हाँसेको छ होइन ठुलै मान्छे पनि हाँसिरहेछन् हामीलाई हेरेर हाँसिरहेका हो अनि त हामी पनि के कम त छैन कम छ भन्ने चाहिँ छ त भनेकै छैनौँ नि हामी अब भान्जा चाहिँ खत्रै हो अल्लो मेरो तुलना म भन्दा त तपाईँ त कति खतरा नि त्यहीका तपाईँले अबसँग कम्पेयर नगर्नु न मलाई भने ए त्यो तपाईँको मान्ता हो पुरा एक्सर्साइज गरिरहेछन् मान्छेहरू उता एक्सर्साइज गरिरहेछन् हेल्थ कन्सियस छन् भन्ने कुरा चाहिँ अब मैले त हजुरहरूलाई चाहिँ कतिचोटि भन्ने होइन अब मान्छेहरू हेल्थ कन्सियस भएका छन् अब मान्छेहरू धेरैभन्दा धेरै बाँच्न चाहन्छन् होइन अब मान्छेहरूले जे पिटी जे पाइ त्यही खाँदैनन् होइन अब मान्छे जे पिटी बोल्दैनन् होइन अब के रहेछ त भन्ने कुरा चाहिँ अब मान्छेले बुझिसकेका छन् क्या अब बाँचुन्जेल आफू पनि खुसी हो नि र अरूलाई नि खुसी बनाउनु जतिको चाहिँ नि ठुलो कुरो अब केही हुँदैन जीवनमा लाने केही होइन मरेर लाँदा कसलाई के लाग्यो छ र केही छैन हेर्नु तर सम्झिने बाटो चाहिँ के भयो मान्छे त मान्छे मसँग कहिल्यै रिसाएन मलाई कहिल्यै नराम्रो गरेन भन्नु नि त्यो सबभन्दा ठुलो सम्पत्ति चाहिँ हो क्या हो होइन एकदम हो र कहिलेकाहीँ माइजूले मलाई के भन्नुहुन्छ माइजूले के भन्नुहुन्छ भन्दाखेरि नि कतिले मन पराएको नि तपाईँलाई भन्नुहुन्छ ल मन पराएको त राम्रो त हो नि एकदम राम्रो हो त मनै नपराएको छि होइन विनिताको बुढा त कस्तो खतम कामै छैन भनेको भयो होइन नराम्रो यो टावर
गबन चुरुङ्गी छ के हो यस्ता बिल्डिङ त अब म बिल्डिङ देखाउन छोडिसकेको हो क्या अब मैले खास मैले भन्छ बिल्डिङ देखाउनै छोडिसकेको हो होइन भन्छ बिल्डिङहरू चाहिँ देखाउन छोडे हो क्या मैले अब उस्तै सबै बिल्डिङ हो अनि अब हामी त गाउँमा जन्मेको होइन ओहो अनि के हुन्थ्यो भने अब त्यतिखेर हाम्रो जमानामा गाउँमा चाहिँ बढिया टिन नयाँ नयाँ टिन लागेर खरल छाएका ढुङ्गाल छाएका त्यस्तै घर हुन्थे अब मेरो घर गुल्मी अनि तम्घास हो तपाईँको तम्घासबाट चाहिँ लगभग हिँडेर त्यतिखेर गाडी साडी जान्थेन हिँडेर जाँदाखेरि लगभग 3-4 घन्टा लाग्छ क्या अहिले त गाडी जान्छ अब बाइकमा गयो भने अब तपाईँको पिच बाटो हो पिच बाटो भएको छ अलिअलि कहीँ कहीँ भएको छ कहीँ कहीँ भएको छैन अनि त्यसपछि के हुन्थ्यो भने कस्तो गाडी जान्छ तपाईँले के हुन्थ्यो भने अनि त्यहाँ के अरे मसँगै पढ्ने साथी अब त्यतिखेर तम्घास जाने भनेको चाहिँ ठुलो कुरो हो नि ठुलो कुरो हो नि अनि त्यहाँ म भन्दा पहिले म त कहिले तम्घास नगएको अनि के अरे त्यो मेरो साथीमा सँगै पढ्ने हामी कति 1मा 2मा कतिमा पढ्थ्यौँ सँगै उसको बुवाले आमाले कहिले कसले चाहिँ लगेर रहेछ तम्घास पहिला उसलाई अनि चाहिँ के हुन्छ अनि ओहो तम्घास जाने हो भने त यसो गरेर हेर्ने भने टोपी फुक्ली खस्छ घर हेर्दाखेरि यति अग्ला घर हुँदैछ तम्घास भने ओहो कहिले जाम भन्ने हुन्थ्यो कि हामीलाई त्यस्तो हुन्थ्यो त्यो जग्गा 4 तला 5 तला घर अनि यहाँ हेर्दाखेरि चाहिँ यहाँ टोपी खसिन्छ खासमा टोपी त फाटकै यहाँ टोपी फुक्री खस्छ टुप्पोसम्म यो रातिको रमिता भन्छन् कि यो कम रमिता कम रमाइलो यो बाबा रुम पुग्दा 4 बज्छ कि जतिसुकै बसोस् न हामीलाई के सरोकारको विषय भयो नि जतिसुकै बजोस् ब्लग बनाउनु नै हो होइन मेरो भ्युअर्सहरूलाई चाहिँ भिडियो नयाँ भिडियो हालिने हो चाहे राति होस् चाहे दिउँसो होस् होइन यो चाहिँ अब यो मेरो चाहिँ काम र कर्तव्य दुइटै हो मेरो यो अब काम पनि हो यो मेरो अब कर्तव्य पनि भनेको छ होइन कामलाई कर्तव्यमा ल्याइयो भने सिरियस भइन्छ जीवनमा ल यहाँको छिटो 1000 सब्सक्राइब कराउनु पायो भने चाहिँ अलिकति हिम्मत जागर आउँछ जहिले पनि जागर चाहिँ आइरहनु पर्यो उनीहरूको डेस्टिनेसन भनेको भाइरल पुल ल बच्चा बच्चीले एक्सर्साइज गरेकै छन् घुमेकै छन् ज्यान बनाएकै छन् भिडियो युट्युब भिडियो भिडियो भन्ने पछाडि एउटा पराकै छ के अरे यता आउनु नि यता पानी हो गाँठिया पानी हो तर यो अलिअलि यो फेरि लाइट ठ्याक्कै आँखाबाट खोल्सा घस्सकै पर्छ कि अनि ठ्याक्कै आँखामा पर्छ आँखामा पर्दाखेरि त म घरकै चाहिँ घोडाको भर पर्छ कि घोडा टेक्छु कि अनि मैले सपोर्ट दिइहाल्छु ठिक छ तपाईँको यार म गाड भएर हिँडिरहेको छु तपाईँलाई के दिन्छु भने अनि मेरो गाड भन्दा नि मेरो चाहिँ पार्ट्स हो क्या तपाईँ कहाँ गाड हो तपाईँ मेरो पार्ट्स हो मेरो भान्जा मेरो होइन हामी अब चाहिँ कता हो कता अधु भनेको अधु के अन्न धुन्द नहेनौँ त अधु पाराले नहेनौँ त वाह ल आजको यात्रा आजको रमाइलो यात्रा आजको बबालको यात्रा हैन टावरको सेन्ट्रल चाहिँ हामी होइन मैले हजुरलाई भनिसकेँ यो कट्न पर्छ मैले हामी अस्ति नै यो अस्ति आएको चाहिँ सुबबाट भन्दा अझै अगाडिको चाहिँ बाटो क्रस गरेर जानुपर्छ अब भाइरल पुलमा चाहिँ यो रातिको त लाइटिङ चाहिँ हो काँडा बन्द गरिदियो भने त बर्बादै भयो फेरि भाइरल पुल खुल्छ होइन ल म धेरैचोटि लास्ट हिँड्यो है याद है लास्ट हिँड्यो
अस्ति पनि त्यति अस्ति त्यहीबाट त उता गएको नि हामी अस्ति पनि हामी उता पारीबाट उ गरेको थियौँ भने अहिले हामी यता गरेका छौँ नि होइन अब भाइरल पुलको झिलिमिली झिल्का अब त्यहाँ हामी चाहिँ गरेर आउँछौँ तल टक्क पोखरीमा तल पोखरी छ त्यसपछि मान्छेहरूले चाहिँ गर्ने भनेको त्यही हो यहाँ हेर्ने रमाउने टिकटक बनाउने अनि चाहिँ प्रायः जसो हाम्रा मैच्याङ र च्याङ्वा र मैच्याङहरू चाहिँ आउने होइन होइन त डेटिङ स्पट लगायत टिकटक स्पट त होइन यो सम्पूर्ण कुराहरू चाहिँ यहाँ चाहिँ हुन्छ अब नगरुन् पनि के गरी थाक्या हुन्छ ड्युटी भा हुन्छ होइन अब ल अहिले यो धेरै राम्रो सुधारिएछ है ल अहिले यस्तो यस्तो बनाएछ म पहिला यो थिएन यो चाहिँ राखेको थिएन अब यो के यस्तो स्तम्भ कता हो यहाँ फेरि लाइन यो चाहिँ बब्बाको एउटा के यस्तो स्तम्भ टक्क राखेको थियो है अहिले चाहिँ यो चाहिँ थपेपछि बबाल गराएछ होइन यो चाहिँ थिएन पहिला अब अलिकति यहाँ लाइट चाहिँ अलिकति कमी छ लाइट चाहिँ कमी छ हेर यहाँ त यस्तो हिँड्नु चाहिँ पर्छ कतापट्टि खाल्टा कताको परिन्छ भने थाहा होइन यो मैले चाहिँ क्यामेराको लाइटले मैले चाहिँ केही देखाएको छैन अब हामीलाई डोर्याउने मलाई मैले त डोराइरहेको छु सबै कुरा मैले डोर्याएको छु नभन्दाखेरि हात फेरि कता लान्छ हो डोर्याउँछु भन्दाखेरि त्यो बवाल चाहिँ तपाईँ लड्नु हो भने अगाडि गएर चाहिँ टक्क त्यो पुरा व्यवस्था छ यस्तो भरोसा भएको मान्छे चाहिँ हिँडेपछि त अनि मलाई चाहिँ डरै छैन नि ओ वा उ त्यहाँ जान पर्छ हाँसहरू त बब्बाल हाँसेर क्वाक क्वाक गरेर तिनीहरूलाई चाहिँ खिच्नुपर्छ भाइरल पुलले चाहिँ लाइट हालेको छ साथीहरू त्यही हो टक्क लाइट साइड गरेको छ अनि हाम्रो नेपालतिर यसलाई चाहिँ पुलै हुँदैन यसलाई चाहिँ गौडी हुन्थ्यो के हुन्छ यसलाई सागु बैडी गौडा गौडी त्यस्तो चाहिँ त्यस्तै भनियो अब यहाँलाई त्यति भएपछि नि भवालै भयो हेर्नुहोस् ल है अब हामी अनि चाहिँ अब यो एउटा चाहिँ यहाँ भएका साथीभाइहरूलाई भेट्नको लागि चाहिँ एउटा चाहिँ लोकेसन बनाएको मात्रै हो फेरि यस्तो हो नि मामा फेरि यो भाइरल नि यहाँ नेपालीले मात्रै चिनेको ठाउँ हो क्या बुझ्नु पनि त्यो स्पेसली नाम फेरि यो नेपालीले राखेको नाम हो नेपालीले राखेको भाइरल पुल भनेपछि अबुधाबीमा भाइरल पुल भनेको ठ्याक्कै यही हो नेपालीहरूले राखेको पुल नेपालीहरूलाई जस यो एउटा चाहिँ तपाईँको चाहिँ मिटिङ होइन अथवा मिट पोइन्ट चाहिँ हो कि साथीभाइहरू आएको भेटघाट गर्दा होइन त्यसको लागि चाहिँ एकदमै बवाल हुने ठाउँ चाहिँ हो ल अब भाइ होइन लाइट एउटा लाइट चाहिँ ल एकदम त्यो लाइट गएछ यतापट्टिको लाइट गएछ ल है अब चाहिँ मलाई हजुरहरूलाई ट्याक्क भाइरल पुल चाहिँ देखाउनु पऱ्यो नि त अब ल दिस इज भाइरल पुल भाइरल पुलमा अब हामी जान्छौँ ल है तर खतरा चाहिँ खतरा देखिँदो रहेछ नि भान्जा अनि खतरा चाहिँ खतरा देखिँदो रहेछ भाइरल पुलमा अब यहाँ चाहिँ पुरा नक्सा छ यहाँ अब हामी के गर्छौँ यहाँ यो सब कुरा देखाएको छ ल ओ माई गॉड भाइरल पुल के छ भान्जा के भन्नु के छ भाइ यो भाइरल पुल भनेको नै यही हो हैन यही हो स्पेशली नेपालीहरूले चाहिँ नामकरण गरेको भाइरल पुल भन्ने नै अबुधाबीको एकदमै जक्सन पोइन्ट नेपालीहरू हरेक कुराहरू छ यहाँ नेपालीहरू भेटघाट हुने ठाउँै भनेको यही हो हजुर यो मिट पोइन्ट चाहिँ हो यो भाइरल पुल सबैजना आउने तर मजा छ ल यहाँ पनि चाहिँ आई लभ दिस पुल होइन यतातिर तपाईँको सर खै के देखिन्छ यहाँ केही देखिन्छ यतातिर सर्लक्क देखिन्छ ल यो पुल भाइरल पुल ल सबै चाहिँ नि
अहिले चाहिँ वाउ वाउ पाक्कै छ है फुल चाहिँ। अनि हामी चाहिँ ल हेर फुल कटिसक्यौँ हामी। ल अब यो भाइरल फुललाई अब मैले तपाईँलाई फेरि यताबाट एक चरण एकचोटिमा चाहिँ टक्क चाहिँ देखाउँछु। ल यो सबैजना आउने यहाँ सबैजना भेटघाट गर्ने होइन। अब कोही प्रायः जसो बिदामा यो फुलमा आउने बस्ने भेट्ने टिकटक बनाउने अधिकांश टिकटक साथीहरूले चाहिँ यो फुलको बारेमा त लगभग सबैजनाहरूलाई थाहा छ। र यहाँ आउने अथवा प्रेमिल जोडीहरू आउनुहुन्छ अथवा साथीभाइहरू आउनुहुन्छ यहाँ चाहिँ फोटो खिच्नुहुन्छ होइन। अब यहाँ विदेशमा यतिले पनि हामीलाई चाहिँ यति खुसी दिएको छ, यति आनन्द दिएको छ यही पुलमा। ल कहाँ आउने कहाँ भेट्ने भन्दा चाहिँ एउटा प्रपर लोकेसन पनि भएको छ क्या यो। यहाँ चाहिँ लोकेसनमा आउने बस्ने अझै कतिले त अझै यही पार्कमा चाहिँ रुमबाटै खाना बनाएर लिएर आउने, अझ कसैले के बनाउने जसले जे जाने छ ती सबै चिजहरू लिएर आएर यहाँ भेट्ने फोटो सेसन गर्ने, सबै साथीभाइहरूसँग बसेर माया साटासाट गर्ने अथवा कोही बाहिर जाँदैछ भने अथवा उसले चाहिँ उसलाई कोसेलीहरू ल्याइदिने हरेक कुरा गर्ने चाहिँ यो पुल चाहिँ हो। तर यो स्पेसली नाम पनि नेपालीहरूले राखेको नाम जस्तो लाग्छ भाइरल पुल भनेर चाहिँ। अरूले चाहिँ यसलाई चाहिँ राखेको जस्तो मलाई लाग्दैन। यहाँबाट हेर्नुहोस् ल सर। ल अब फेरि म तपाईँहरूलाई फेरि अर्कोचोटि नै फेरि यही पुलमा यिनैहरू कुराहरू है। अब मलाई भान्जा सक्यो तपाईँको भाइरल पुलको अब सबै बाबा होइन। ल हेर्नुहोस् यो छ एउटा पोखरीमा यो निर्मित गरेको छ एउटा चाहिँ यो पानी भरेर तलपट्टि पोखरी छ। पोखरीमा चाहिँ यो बनाइएको चाहिँ एउटा कृत्रिम पोखरीमा त्यसपछि एउटा चाहिँ क्रप स्टाइलको चाहिँ पुल बनाइएको छ। त्यो पुलमा लाइटिङ चाहिँ बब्बाल खालको किसिमको लाइटिङ राखेको छ, एउटै कलरको लाइटिङ राखेको छ। यही लाइटिङमा चाहिँ सबैजना आउने फोटो खिच्ने रमाइलो गर्ने, यस दिस इज अ भाइरल पुल भन्ने रमाइलो गर्ने यस्तो छ है त। ल हजुरहरूलाई देखाएँ यो पुल। ल भन्छ के छ भाइरल पुलको? त्यही त हो नि भाइरल पुल भनेको स्पेसली यो लाइटहरू हो। सामान्य एउटा काठको पुल नै हो। अब लाइटहरू चाहिँ हालेको कारणले गर्दाखेरि झिलिक्क देखिन्छ, राम्रो टिकटक बनाउने यताउता बनाउनको लागि चाहिँ अलिकति सहज राम्रो देखिन्छ। त्यो कारणले गर्दाखेरि नै भाइरल पुल भनेको हो। यही नै हो यसको विशेषता भनेको यही हो। विशेषता त यसको चाहिँ बबाले लाग्यो नि त। अब खिचेका छौँ। आई होप तपाईँहरूले आजको भिडियो पनि पहिलाको भिडियोलाई जत्तिकै माया गरिदिनुहुन्छ, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहुन्छ भन्ने कुरो पूर्ण रूपमा आशावादी हुँदै फेरि अर्को भिडियोमा भेट्ने बाचासहित आजलाई म छुट्टिन्छु। आज छुट्टिनँ भने फेरि अर्को भिडियोमा भेट्न सक्दिनँ। त्यसैले मेरो यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्दै म तपाईँहरूको मायाको आशावादी हुँदै आशा गर्दै र फेरि अर्को भिडियोमा भेट्ने बाचासहित आजलाई यो भिडियोबाट बिदा हुन चाहन्छु। बाइ बाइ।